नमस्कार। रामायणभित्र एउटा कालनेमी नामको राक्षसको नाम सुन्दछौँ। जब लक्ष्मणजी लङ्कामा युद्ध गर्दा मूर्छित अवस्थामा पर्नुभयो, त्यसबेला वैद्यराज भन्नुहुन्छ कि द्रोणाचल पर्वतबाट सञ्जीवनी बूटी अर्थात् औषधि निश्चित समयभित्र ल्याएर औषधि उपचार गर्न नसकेको खण्डमा अवश्य पनि लक्ष्मणजीलाई मूर्छाबाट बिउजाउन गाह्रो पर्नेछ। त्यसका निमित्त भगवान श्री हनुमानजी खटिनुभयो। हनुमान जब सञ्जीवनी लिनका लागि जाँदै हुनुहुन्थ्यो, रावणले कालनेमीलाई आदेश दिए, हे कालनेमी, तुरुन्त गएर हनुमानको कार्यमा विघ्न उत्पन्न गरी उनलाई निश्चित समय बर्बाद गरिदेऊ। सुरुमा त कालनेमीले मानेन। जब रावणले त्रास देखायो, त्यो त्रासका उसले दुष्ट रावणबाट मर्नुभन्दा श्री हनुमानको हातबाट मर्न पाए मुक्ति पाउनेछु सोच्दै कालनेमी आदेश मान्दै गयो। निश्चित ठाउँमा उसले अर्थात् हनुमानको मार्गमा एउटा सुन्दर बगैँचा, एउटा ऋषिको आश्रम र स्वयं ऋषिको रूपमा प्रकट भएर बस्यो। जब हनुमान त्यही मार्गमा जाँदैछन् त उले बिन्ती लगाए, हे भगवान हनुमान, मलाई पनि शुभ अवसर दिनुहोस् तपाईको सेवा गर्ने। म जान्दछु तपाईँ यो ठाउँ जाँदै हुनुहुन्छ, तपाईको कार्य सिद्धि हुनेछ भनेर त्यहाँ उनलाई अल्झाइदियो। यताउता गर्दै अनेक कुराकानी गरेर हनुमानको काममा बाधा ल्याउन थाले। हनुमान स्वयं भगवान थिए, तर उनलाई थाहा भए तापनि त्यहाँ अन्य कार्य उनले सिद्ध गर्नुपर्ने थियो। त्यो थियो कुनै व्यक्तिको उनले मुक्ति दिनु। त्यो मुक्ति दिइसके पश्चात त्यही मुक्ति प्राप्त व्यक्तिले उनलाई के भन्यो भने, यो ऋषि होइन, यो राक्षस हो, यसलाई छिटो समाप्त गरी आफ्नो कार्यमा जानुहोस् भगवान भनी मुक्ति प्राप्त गर्ने व्यक्ति स्वधाम जानुभयो। जब फर्केर कालनेमी कहाँ बिदा माग्न खोजे त त्यसले अलमल गर्न थाल्यो र त्यसलाई नष्ट गरी अगाडि बढेका थिए श्री हनुमानजी।